आज म एउटा सरल प्रश्न सोध्न चाहन्छु। रवि लामिछाने र बालेन शाहलाई किन यति धेरै गाली गरिँदैछ? के उनीहरूले देश बेचिदिए? के उनीहरूले घोटाला गरे? के उनीहरूले जनताको पैसा लुटे? होइन, उनीहरूको गल्ती एउटै हो। उनीहरूले प्रश्न सोध्न थाले, उनीहरूले काम गर्न थाले। 3 दशकदेखि चल्दै आएको भ्रष्टाचार, पहुँच र भागबण्डाको राजनीति आज पहिलो पटक असहज भएको छ। पहिले जनता चुप थिए, आज जनता सोध्दैछन्, काम के गर्यो? परिणाम कहाँ छ? रवि फाइल खोलेर बोल्छन्, बालेन निर्णय गरेर देखाउँछन्। यो शैली भ्रष्ट संरचनालाई सबैभन्दा धेरै दुख्छ। जब विचारसँग बहस गर्न सकिँदैन, तब व्यक्तिमाथि आक्रमण हुन्छ। जब नीति हुँदैन, तब गाली आउँछ। याद राख्नुहोस्, गाली कमजोरीको चिन्ह होइन, गाली डरको प्रमाण हो। परिवर्तन आउँदा सडेको प्रणाली कराउँछ र त्यो कराए नै आज हामी सुन्दैछौँ। अब निर्णय तपाईको हातमा छ, पुरानै डर रोज्ने कि नयाँ नेपाल बनाउने।